आजकल नेपाली युवाहरू 30, 40, 50 को उमेर नपुग्दै अचानक सास रोकेर ज्यान गुमाइरहेका छन्। यो नर्मल होइन। चासोको विषय के हो कि यिनीहरू सबै एकदमै तन्दुरुस्त र फिट देखिन्छन्। गायक प्रशान्त तामाङ 43 वर्षको उमेरमा हार्ट एट्याकले ज्यान गयो। भारतमा गोर्खा सेपैको तयारी गरिरहेका गोविन्द कमालको हार्ट एट्याकले ज्यान गयो। उनी मात्र 20 वर्षका थिए। 2017 मा प्रचण्डका छोरा प्रकाश दाहालको 81 सास रोकेर ज्यान गयो। उनी मात्र 36 वर्षका थिए। अस्ति भर्खरै वरिष्ठ कलाकार सुनिल थापाको हार्ट एट्याकले 68 वर्षको उमेरमा ज्यान गयो। विक्रम सम्वत 2071 सालमा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको बोन क्यान्सरको उपचार गर्ने बेला हार्ट एट्याकले 81 सास बन्द भयो। अस्ति भर्खर सशस्त्र प्रहरी बलका एसपी राजेश घिमिरेको नेपाल भारत बीचको राम्रै बैठक गर्ने क्रममा 81 हार्ट एट्याकले ज्यान गुमाउन पुगे। यी सबै त हामी सबैले चिनेका व्यक्तिहरू हुन्। त्यसैले हार्ट एट्याकले ज्यान गयो भन्ने हामीले थाहा पायौँ। तर दिनमा यस्ता कैयौँ नेपाली कैयौँले हार्ट एट्याकका कारण ज्यान गुमाइरहेका छन्। त्यसको हामीलाई कुनै अन्दाज नै छैन। एक तथ्याङ्क अनुसार हिसाब गर्दा लगभग प्रत्येक दिन 80 भन्दा धेरै युवाले हार्ट एट्याकका कारण नेपालमा ज्यान गुमाइरहेका छन्। आउनुहोस् जानु हार्ट एट्याक के हो, किन आजकल भर्खरका युवाहरू यसका शिकार भइरहेका छन्। के हार्ट एट्याकलाई ठिक गर्न सकिन्छ? हार्ट एट्याकको कारण, लक्षण अनि यसबाट कसरी बच्न सकिन्छ? लेट्स स्टार्ट द भिडियो। सबैभन्दा पहिले आखिर हार्ट एट्याक भनेको के हो? सिधा भन्दा साधारण भाषामा जब हाम्रो मुटुमा रगत पुर्याउने नली, कोरोनरी आर्टरी भनिन्छ जसलाई, त्यो अचानक बन्द हुन्छ, तब त्यो भागमा अक्सिजन पुग्दैन र मुटुको मांसपेशी मर्न थाल्छ। त्यही अवस्था हो हार्ट एट्याक। धेरैले कार्डिक अरेस्ट र हार्ट एट्याक एउटै हो भन्छन्, तर फरक छ। हार्ट एट्याक मुटुमा रगत पुर्याउने रगतको नली ब्लक हुनु हो भने कार्डिक अरेस्ट मुटु अचानक बन्द हुनु हो। त्यसैले यदि हार्ट एट्याक समयमा उपचार भएन भने रगत मुटुमा जान सक्दैन अनि अक्सिजनको कमीले अचानक मुटु बन्द हुन्छ अनि त्यही अवस्था नै कार्डिक अरेस्ट भनिन्छ। डाक्टरका अनुसार श्रीकृष्ण श्रेष्ठलाई पनि मुटु अचानक बन्द भएको थियो र कार्डिक अरेस्टले ज्यान गयो भन्ने खबर आएको थियो। अब सबैभन्दा चिन्ताको विषय के हो भने पछिल्ला केही वर्ष यता किन युवाहरू यसको सबैभन्दा बढी शिकार भइरहेका छन्। पहिले 50-60 वर्षपछि देखिने समस्या अहिले 20-30 वर्षमै किन? केही कारण छन् जसले गर्दा अहिलेका युवाहरू हार्ट एट्याकको शिकार भइरहेका छन्। यस्तै एउटा कारण छ स्ट्रेस, तनाव। अहिलेका युवाहरूमा कामको दबाव, भविष्यमा के गर्ने के नगर्ने भन्ने भविष्यको डर, घर परिवार जीवन चलाउन आर्थिक समस्या जस्ता तनावले युवाहरू टेन्सनमा हुन्छन्। यसरी तनाव बढ्यो भने मुटुमा प्रब्लम हुन्छ। त्यस्तै अर्को समस्या हो जङ्क फुड। जङ्क फुडको उपभोग धेरै गर्नु। अहिलेका युवाहरू स्वास्थ्यभन्दा बढी स्वादमा बढी फोकस गरिरहेका छन्। तेल, चिल्लो, पिरो, अमिलो, अजिनामोटो भएको खाना बढी सेवन गरिरहेका छन्। यस्तो खानाले हाम्रो रगत र मुटु सम्बन्धी समस्या देखिन्छ। त्यस्तै अर्को समस्या छ स्मोकिङ र अल्कोहल। अहिले युवा पुस्तामा स्मोकिङ र अल्कोहल स्टाइल बनेको छ। अहिले युवाहरू दारू चुरोटलाई हल्कामा लिइरहेका हुन्छन्। उनीहरूलाई थाहै छैन उनीहरूले मजाकमा जानी मुटुलाई खतरनाक रोगको शिकार बनाइरहेका छन्। त्यस्तै अर्को कारणमध्ये एक हो एक्सर्साइजको कमी। जबदेखि इन्टरनेटले नेपालमा हावा जसरी फैलियो तबदेखि युवाहरूमा दिनभर मोबाइल मात्र चलाएर बस्ने, कोही दिनभरि काममा मात्र फोकस गर्ने, अपुरो निन्द्रा हुने, तर व्यायाम एक्सर्साइज जस्ता शारीरिक अभ्यास नगर्ने कारण पनि रक्त सञ्चारमा प्रभाव परिरहेको छ। यही कारण मुटुमा समस्या देखिरहेको छ। जिम गए पनि चाहिने भन्दा बढी वर्कआउट गर्नाले बडी बनाउने चक्करमा आफ्नो स्वास्थ्यको जाँच नगर्दा कतिपयलाई हार्ट एट्याक आउने गरेको छ। यो देख्दा हामीलाई लाग्छ ऊ त फिट थियो, कसरी यस्तो भयो भनेर चकित हुन्छौँ। त्यस्तै हार्ट एट्याक आउनुको अर्को मुख्य कारण भनेको अनकन्ट्रोल बिपी, डायबिटिज हो। धेरै युवालाई थाहा नै हुँदैन कि उनीहरूलाई बिपी छ। अहिलेको बढ्दो हेलचक्राइ, खानपिन, अनिदो, तनाव अनि व्यायामको कमीले गर्दा बिपी बढ्ने घट्ने भइरहेको हुन्छ। यदि जसले बिपीलाई हल्कामा लियो उसले हार्ट एट्याकलाई बोलाइरहेको हुन्छ। अब कुरा गरौँ कि हार्ट एट्याकले थाहै नदिई 81 ज्यान लिन्छ कि आउनु पूर्व केही सङ्केत दिन्छ। धेरैले भन्छन् हार्ट एट्याक थाहै नदिई आउँछ, तर हार्ट एट्याक आउनु अघि केही यस्ता सङ्केत दिने गर्छ। छातीको बिचमा चाप जस्तो दुखाइ हुनु, छातीको बायाँ साइडतिर र बायाँ हातमा दुखाइ हुनु, दुखाइ घाँटी वा जिब्रोमा सर्नु, सास फेर्न गाह्रो हुनु, चिसो पसिना हुनु, बान्ता लाग्नु अनि अत्याधिक थकान भएको महसुस हुनु। यस्ता सङ्केत देखियोमा तुरुन्त उपचारको तयारीमा लागिहाल्नुपर्छ। यदि पहिलो 1 घन्टाभित्रमा उपचार गर्न सकियो भने मुटुलाई बिग्रनबाट बचाउन सकिन्छ। हामीले सुन्ने गर्छौँ ऊ त फिट थियो, ऊ त जिम जान्थ्यो, तर फिट देखिनु र स्वस्थ हुनु फरक कुरा हो। साँचो फिटनेस भनेको भित्रको मुटु स्वस्थ हुनु हो। यदि तपाईँ युवा हुनुहुन्छ भने आजै आफ्नो बिपी जाँच गर्नुहोस्। स्मोकिङ गर्नुहुन्छ भने आजै कम गर्नुहोस्। स्ट्रेस छ भने मन खोलेर कुरा गर्नुहोस्, किनकि हार्ट एट्याकले 1 मिनेटको पनि मौका दिँदैन। अब अन्तिममा सबैभन्दा महत्त्वपूर्ण के हो भने हामी कसरी हार्ट एट्याकको शिकार हुनबाट बच्न सकिन्छ।
हार्ट एट्याक अचानक आउँदैन, यो हाम्रो जीवनशैलीको परिणाम हो। त्यसैले म केही तरिका भन्ने छु जसलाई फलो गर्नुभयो भने तपाईँको मुटु सम्बन्धी कुनै पनि समस्या आउने छैन। जस्तै प्रत्येक दिन लगभग 30 मिनट हिँड्नु। कसैको बानी हुन्छ पैदल हिँड्दै नहिँड्ने, जहाँ जान परे पनि रात दिन गाडीकै सहारा खोज्ने। त्यसैले मुटुको लागि आधा 1 घन्टा हिँड्नु अति आवश्यक हुनेछ। त्यस्तै स्मोकिङ छोड्नुहोस्। अहिलेका युवाहरूमा मुटुलाई सबैभन्दा धेरै असर गर्ने तत्त्वमध्ये धुम्रपान एक हो। त्यसैले स्मोकिङ छोड्नुहोस्। अनि बिपी सुगर नियमित जाँच गर्नुहोस्। हेल्दी खाना खानुहोस्। दिनमा कम्तीमा 7-8 घन्टा सुत्नुहोस्। मेडिटेसन योगालाई बढी प्राथमिकता दिनुहोस्। फिट हुने र बडी बनाउने चक्करमा अचानक हेभी वर्कआउट नगर्नुहोस्। ओके दर्शकवृन्दहरू, आफू स्वस्थ रहनुहोस्, अरूलाई पनि स्वस्थ राख्नुहोस्। धन्यवाद।